हामी परिवर्तनको पक्षमा छौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा रिपोर्टर्स क्लब नेपालले खेलेको भूमिका तपाईहरु सबैलाई थाहा छ। म यो देशका गण्यमान्य सबै प्रतिष्ठित व्यक्तिहरूलाई साक्षी राखेर आज रिपोर्टर्स क्लब नेपालले आज खुसी मनाइराखेको छैन। आज रिपोर्टर्स क्लब नेपालले 27औं स्थापना दिवस मनाइरहँदाखेरि हाम्रो मनमा खुसी छैन। राजाबाजीहरूको आन्दोलनमा एकजना पत्रकारलाई जलाएर राजाबाजीहरूले जसरी हत्या गरे, त्यसैले रिपोर्टर्स क्लब नेपाल आज ठुलो पीडामा छ। त्यसैले आज हामीले पुरस्कार वितरण समारोह गरेनौं। हामीले आज पुरस्कार वितरण गर्ने अभिनन्दन कार्यक्रम आज हामीले रोक्यौं। हामी गणतन्त्र दिवस, लोकतन्त्र दिवस को दिन गर्नेछौँ। 3 जना शीर्ष नेतालाई एक ठाउँमा राखेर प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई राखेर हामी वैशाख 11 गते रिपोर्टर्स क्लबले कार्यक्रम गर्नेछ। आज हामीले पत्रकार सुरेश रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेर म यो कार्यक्रम सुरु गर्न चाहन्छु। एकजना सञ्चारकर्मीले पछिल्लो समय जसरी शहीद भए, म नेपाल सरकारका उपप्रधानमन्त्री, अर्थमन्त्री, नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष, एकदम शालीन नेता, म सफल अर्थमन्त्री भन्न चाहन्छु विष्णु पौडेललाई तपाईहरु सबैले ताली बजाएर अभिनन्दन गरिदिनुस्। त्यसैगरी अहिले जनताको आस्था, विश्वास र भरोसा बोकेका म रामराज बिहारीजीलाई पनि मञ्चमा आग्रह गर्न चाहन्छु। रामराज बिहारीजी तपाईँ आउनुहोस्। त्यसैगरी नेपाली जनताले शान्ति सुरक्षाको प्रत्याभूति कोबाट खोजेको छ? गृहमन्त्री रमेश लेखकबाट खोजेको छ। तपाईले ताली बजाएर अभिनन्दन गरिदिनुस्। र आज म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईले अस्ति राजाबाजीहरूको आन्दोलनको कुरा गर्दाखेरि त्यहाँ जुन वितन्न भयो, अपराधिक गतिविधि भयो र नेपालको सञ्चार क्षेत्रमाथि प्रहार भयो, सञ्चार गिरीमाथि प्रहार भयो। आज तपाईले भन्नुपर्छ गृहमन्त्री, एकजना सञ्चारकर्मीलाई म आग्रह गर्न चाहन्छु, नेपाल सरकारले शहीद घोषणा गर्नुपर्छ। यो हाम्रो माग हो। किन भन्दाखेरि सञ्चारकर्मीहरूले यो देशमा लोकतन्त्रको लागि, गणतन्त्रको लागि, विधिको शासनको लागि, कानुनी राज्यको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। गृहमन्त्री, तपाईँ सञ्चार क्षेत्रलाई माया गर्ने, सञ्चार क्षेत्रसँग तपाईँको घुलमिल छ, अर्थमन्त्री र गृहमन्त्री दुवैको। तपाईले राम्रो काम पनि गर्नुभएको छ, अर्थतन्त्र सुधार उन्मुख भएको छ, शान्ति सुरक्षामा पनि हाम्रो देशमा पछिल्लो समय सुधार भएको छ। म अहिले कुनै पनि व्यक्तिको अथवा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका पक्षधर दलहरू जसले यो देशमा परिवर्तनको लागि लडे, जनताका समस्या समाधान गर्न फेरि पनि एकपटक सबै दल एक हुनुपर्छ, डाक्टर बाबुराम भट्टराईले भनेर जानुभयो। उपेन्द्र यादव हुनुहुन्छ जसले सङ्घीयताको लागि हाम्रो देशमा आन्दोलन गर्नुभयो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन उपेन्द्र यादवको महत्त्वपूर्ण भूमिका छ। तपाईँले ताली बजाएर मलाई अभिनन्दन गर्नुहोस्। त्यसैगरी गोपालमान श्रेष्ठ राजाको शासन हुँदाखेरि उहाँ प्रजातान्त्रिक काङ्ग्रेसको कार्यवाहक सभापति हुनुहुन्थ्यो। अहिले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई पनि तपाईँले ताली बजाएर अभिनन्दन गरिदिनुहोस्। मञ्चमा आसीन गर्ने मान्य सबै प्रतिष्ठित व्यक्तित्वहरू, म लामो भाषण गर्न चाहन्न। आज हामीमा पीडा छ। रिपोर्टर्स क्लब नेपालको स्थापना कसरी भयो? सबैलाई थाहा छ यसको इतिहास। 2054 साल चैत्र 17 गते काङ्ग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले उद्घाटन गरेर सुरु भएको रिपोर्टर्स क्लब नेपालको इतिहास। त्यसपछि दोस्रो वक्ता गिरिजा प्रसाद कोइराला, तेस्रो वक्ता मोहन अधिकारी हुँदै आजसम्म आइपुग्दा रिपोर्टर्स क्लबको इतिहास लामो छ। यसले लोकतन्त्रको लागि, विधिको शासनको लागि र तत्कालीन राजा ज्ञानेन्द्र शाहले कु गर्दा तपाईहरु सबैलाई थाहा छ 2061 साल माघ 19 गते रिपोर्टर्स क्लबमा तालाबन्दी गरियो। तर 21 गते ऋषि धमलाले त्यही रिपोर्टर्स क्लबमा सञ्चार गिरेमा सेना थियो र सेन्सरशिप थियो। तर रिपोर्टर्स क्लब नेपालले कार्यक्रम गर्यो। 21 गते राजाको शासनको विरुद्धमा पहिलो पटक बहस गरे रिपोर्टर्स क्लबमा। वक्ता को हुनुहुन्थ्यो? नारायण खड्का, सीपी मैनाली र भीम रावल हुनुहुन्थ्यो। उहाँहरूलाई हामीले घरमै गएर बोलाएर ल्याएका छौँ। साथीहरू एकचोटि बस्दिनु होला।
म सबैलाई आग्रह गर्न चाहन्छु, अब हामी यो कार्यक्रमको अन्त्यमा पुगेका छौँ। अब धेरै व्यक्तिहरू हुनुहुन्न। म आज हामी 2 बजेदेखि यहाँ छौँ। हामीले धेरै भाषण गऱ्यौँ रिपोर्टर्स क्लब नेपालको इतिहासदेखि वर्तमानसम्म। हामीले गिरिजाप्रसाद कोइराला पुरस्कार वितरण गर्दैछौँ। तपाईँहरू सबैलाई थाहा छ त्यो पुरस्कार हामीले जगत नेपाललाई दिएका छौँ। हामी वैशाख 11 गते वितरण गर्छौँ। हामीले मदन भण्डारी पत्रकारिता पुरस्कार वितरण गर्दैछौँ। त्यो पुरस्कार हामीले गणेश बस्नेतलाई दिएका छौँ। हामी वैशाख 11 गते वितरण गर्दैछौँ। धेरै पुरस्कारहरू छ रिपोर्टर्स क्लब नेपालको। आज हामी वितरण गर्दैनौँ। हामी आज रिपोर्टर्स क्लब नेपालको स्थापना दिवस हामीले तामझामका साथ मनाएका छैनौँ। हामीले आज वैचारिक बहस गर्ने, देशमा व्यवस्था सङ्कटमा परेको बेलामा सबै दलहरू एक हुनुपर्छ, परिवर्तनकारी दलहरू भनेर आज रिपोर्टर्स क्लब नेपालले यो कार्यक्रम आयोजना गरेको हो। र आज हामी कुनै पनि अभिनन्दन पुरस्कृत र पत्रकारहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम हामीले आज रोकेका छौँ। किन भन्दाखेरि आज हामी पीडामा छौँ। सञ्चार क्षेत्र आज राजावादीहरूको आक्रमणको शिकार भयो। जहिले पनि राजावादीहरूले सञ्चार क्षेत्रमा घाँटी निपट्ने काम गरे। 2061 सालदेखि इतिहास हेर्दै जानुहोस्। सञ्चार गिरेमा आक्रमण गर्ने, सञ्चार क्षेत्रलाई कमजोर बनाउने र अहिलेको अस्तिको आन्दोलनको साँच्चीकै भन्ने हो भने जुन किसिमको काम भयो त्यसको चौतर्फीमा आलोचना भएको छ। सञ्चार क्षेत्रमाथि प्रहार भयो। त्यो प्रहार कुनै पनि हालतमा हामी स्वीकार्दैनौँ। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छौँ, यो व्यवस्थाको पक्षमा छौँ। हामी यो देशको अवस्था परिवर्तन हुनुपर्छ भन्ने पक्षमा छौँ। गिरिबन्जु देशमा विकास हुनुपर्छ, समृद्धि हुनुपर्छ, राज्य स्थायित्व हुनुपर्छ, सबै दल मिलेर देश बनाउनुपर्छ। दलीय व्यवस्थाको विकल्प छैन। लोकतन्त्रको विकल्प लोकतन्त्र हो, गणतन्त्रको विकल्प गणतन्त्र हो। राज संस्था हुन सक्दैन भन्ने हाम्रो बटम लाइन हो। हामी त्यो मुद्दामा अडिग छौँ। ढुक्क हुनुहोस्। त्यसैले देश बनाउन चाहन्छौँ। हामी देशमा परिवर्तन गर्न चाहन्छौँ। सुशासन जनताले पाएको हामी हेर्न चाहन्छौँ। त्यसैले आज म लामो भाषण नगरिकन रिपोर्टर्स क्लब नेपालको इतिहास तपाईँहरू सबैलाई थाहा छ। पत्रकार साथीहरूलाई म अभिनन्दन गर्न चाहन्छु, पुरस्कृत गर्न चाहन्छु। तर आज रिपोर्टर्स क्लब नेपालले एउटा घोषणा गर्नेछ। अस्ति मारिएको पत्रकार राजावादीहरूले हत्या गरेको भन्छु म। पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा भएको आन्दोलन हो। त मलाई भन्न डर छैन। त्यसैले त्यो आन्दोलनमा मारिएका एकजना पत्रकार सुरेश रजकको नाममा रिपोर्टर्स क्लब नेपालले आज पुरस्कार घोषणा गर्दैछ। र उहाँको नाममा स्थापना भएको पत्रकारिता पुरस्कार म प्रत्येक वर्ष क्यामेराम्यानहरूलाई दिनेछु। होइन, उपस्थित भएका क्यामेराम्यानहरूलाई दिनेछु। रिपोर्टर्स क्लब नेपालले उहाँको नाममा आज घोषणा गरेको छ। साथीहरू, पुरस्कारको राशि कति हुन्छ म अहिले घोषणा गर्न चाहन्न। तर सुरेश रजक फोटो पत्रकारिता पुरस्कारको म घोषणा गर्न चाहन्छु। र रिपोर्टर्स क्लब नेपालले उहाँको परिवारलाई आज 25,000 दिने पनि घोषणा गर्दछ। 25,000। है, सुन्दरमणि दीक्षितले 1 लाख दिएर जानुभएको छ। हामी देशमा 25,000 थपेर 1,25,000 रिपोर्टर्स क्लब नेपालले दिनेछ सुरेश रजकको परिवारलाई। त्यसैले हाम्रो सञ्चार जगत, सञ्चार क्षेत्र सशक्त छ, प्रभावकारी छ। निरङ्कुशताको विरुद्ध लडेर आएको, लड्ने छ, जुझ्ने छ, लोकतन्त्रको पक्षमा लगातार लागिरहने छ भन्दै म उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई आज हामीले कुनै पनि तामझाम नगरिकन हामी खुसी छैनौँ। जुन किसिमको अस्ति भयो, जनधनको क्षति भयो, लुटपाट भयो र आगजनी भयो र जनताका सम्पत्तिहरू, सार्वजनिक सम्पत्तिहरू लुटियो, त्यसमा रिपोर्टर्स क्लब खुसी हुनै सक्दैन। त्यसैले हामीले एउटा घोषणा गरेका छौँ। गणतन्त्र दिवसको दिन रिपोर्टर्स क्लबको कार्यक्रम, लोकतन्त्र दिवसको दिन रिपोर्टर्स क्लबको कार्यक्रम अब हाम्रो एजेन्डा। त्यसैले आजको कुनै पनि पुरस्कार वितरण कार्यक्रमलाई हामी रोकेर अब हामी मन्तव्यतिर जान चाहन्छौँ। सबैले एउटा सङ्कल्प गरौँ। नेपाली सञ्चार जगत सङ्कटमा छ, अर्थमन्जू गिरिमन्जू, तर हामी कमजोर छैनौँ। हाम्रो जनशक्ति, हाम्रो साँच्चीकै भने जनमत बलियो छ। नेपाली जनता जहिले पनि स्वतन्त्र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छन्, स्वतन्त्र मिडियाको पक्षमा छन् र हाम्रो देशको मिडिया शक्तिशाली छ। पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि हामीले
हुन टेकाएकै हो। 2062-63 सालको जनआन्दोलनमा पहिलोपटक सञ्चारकर्मी सडकमा आएको। सञ्चारकर्मी ऋषि धमला 23 पटक गिरफ्तार भएको छ राजाको शासनमा र 14 वर्षको उमेरमा। 2046 सालको जनआन्दोलनमा ऋषि धमला 7 दिन हिरासतमा बसेको छ। के को लागि? प्रजातन्त्रको लागि। अहिले पनि बाँचुन्जेल प्रजातन्त्रको लागि लडिरहने सङ्कल्प गर्दै यहाँहरूलाई अभिनन्दन गर्दै म बिदा हुन्छु। हस्त नमस्कार।